फडिन सर, हजुर नमस्कार। नमस्कार। आराम हुनुहुन्छ? हजुर तपाईँ फडिन्द्र वाग्ले है? हजुर म रघुनाथ वाग्ले। हजुर सर। हामी वाग्ले परिएछ। हजुर हजुर ठिकठाक हुनुहुन्छ नि? म एकदम ठिक छु। हजुरलाई भरे कस्तो छ? एकदमै ठिक छु। हजुर आज चाहिँ तपाईँ र म एउटा पोडकास्टमा छौँ। हजुर यो पोडकास्टको नाम चाहिँ मिसन 108 हो। हजुर तपाईँसँग आज पोडकास्टमा कुराकानी गर्न पाउँदा धेरै खुसी लागेको छ। मलाई पनि अत्यन्त खुसी लागेको छ। घर कहाँ हो सरको? मेरो घर चाहिँ अहिले वीरगञ्ज हो सर। ए, जन्म वीरगञ्जमै भएको? जन्म मेरो नवलपरासी भएको हो। हजुर। पहिला बुवामा बागलुङ हुनुहुन्थ्यो, बागलुङबाट नवलपरासी जानुभयो, त्यहाँबाट फेरि पर्सा जिल्ला जानुभएको हो। ए, भनेको तपाईँ बागलुङ हो तपाईँको पुर्ख्यौली चाहिँ? हजुर। ओके सर, अहिले यहाँ छोरेपाटन माध्यमिक विद्यालयमा पढाउनुहुन्छ है? हजुर। ए, कति हो सरको क्वालिफिकेसन? मेरो क्वालिफिकेसन ब्याचलर हो सर। ए, मावि पढाउनुहुन्छ कि नि मावि? मैले अहिले प्राइमरीमा हो सर। ए, प्राइमरीमा। हजुर। के विषय पढाउनुहुन्छ? अब प्राइमरीमा यो विषय नै भन्ने त हुँदैन, कहिले के पर्छ है। यसपालि चाहिँ मेरो चाहिँ स्वास्थ्य छ, स्वास्थ्य विषय छ। स्वास्थ्य विषय छ। हजुर। ए, सरले आँखा देख्नुहुन्न? हजुर। यो जन्मजातै हो कि पछि? हजुर, जन्मजातै हो। ए, जन्मैदेखि तपाईँ आँखा देख्नुहुन्न? हजुर। फडिन सर, तपाईँ र म अहिले बसिरहेको स्टुडियो चाहिँ कस्तो होला भन्ने कल्पना गर्नुभएको छ? यहाँ के सामग्री छन् होला? त्यो आकार कस्तो छ होला? केही मेसो पाउनुहुन्छ? होइन, यस्तो हुन्छ, यो यति सजिलै त भन्नु मिल्दैन। हजुर। एकचोटि सर र कोठा नघुमिसम्म यस्तो कस्तो आकारको होला भन्न सकिँदैन अहिले चाहिँ। ए, तपाईँ कोठा एकचोटि हिँड्नुभयो भने चाहिँ मेसो पाउनुहुन्छ? हजुर हजुर। ओके, तपाईँ अहिलेसम्म इन्टरभ्यूहरूमा, कार्यक्रमहरूमा सहभागी हुनुभएको थियो? कहिलेकाहीँ रेडियोको इन्टरभ्यूमा सहभागी भएको थिएँ। के प्रसङ्गमा? के प्रसङ्गमा भन्दा नि एकचोटि बाल कार्यक्रमको बेला बाल कार्यक्रम हुँदाखेरि म त्यसमा पनि थिएँ। हजुर। एक दुई पटक। अब अर्को चाहिँ यता हाम्रो यो 3 एन्जल रेडियोमा हो। हजुर। तपाईँलाई केही अन्तर्वार्ताका अनुभवहरू चाहिँ छन्? हजुर हजुर। ओके फडिन सर, अब यो तपाईँहरूसँग चाहिँ संवाद गर्दाखेरि, कुराकानी गर्दाखेरि, त्यो औपचारिक होस् अथवा अनौपचारिक जस्तोसुकै पनि कुराकानी होस् होइन, हजुर, मानिसहरू सबैभन्दा पहिला चाहिँ तपाईँहरूको शारीरिक अवस्थालाई लिएर बढी चर्चा गर्छन् होइन? तपाईँले केही काम गर्नुभयो भने पनि आँखा नदेख्ने हुँदै पनि भनेर होइन, त्यसपछि बल्ल सुरु गर्छन्। तपाईँले राम्रो पढाउनु भयो भने पनि उहाँ आँखा देख्नुहुन्न र पनि राम्रो पढाउनुहुन्छ होइन? तपाईँले मिठो खाना बनाउनु भयो भने पनि उहाँ आँखा देख्नुहुन्न र पनि मिठो खाना बनाउनु भयो होइन? तपाईँ मिठो बोल्नु भयो भने पनि आँखा देख्नुहुन्न र पनि मिठो बोल्नुभयो भने जस्तो गर्छन् होइन? यसलाई चाहिँ तपाईँले कसरी लिनुभएको छ? यसलाई दुई तरिकाले हेर्नुपर्छ। एउटा कुरो चाहिँ उनीहरूले अलिकति उत्प्रेरणा दिएको जस्तो पनि हुनसक्छ एउटा चाहिँ होइन। अर्को कुरो भनौँ न अवेरनेसको कमीले गर्दा पनि त्यस्तो हुनसक्छ होइन। अर्को कुरो चाहिँ अलिकति चाहिँ अब कतिपयले यस्तो फुर्काएको जस्तो के भनौँ न, के भन्नु होला, अब त्यस्तो पनि गरेको हुनसक्छ। ओके, अब त्यो कुनै पनि काम गर्दाखेरि त अब जुन काम गर्न सकिन्छ तर देख्ने नदेख्ने भन्ने त हुँदैन, एउटै काम हो नि त। जस्तो मैले पढाउने र अरूले पढाउने त एउटै हो। मैले पढाउँदाखेरि के त्यस्तो अब भनौँ न कि सामान्य एक्सेसिबिलिटीका के अरे टुल्सहरू मैले युज गर्नुपर्ने हुन्छ भने अरूले नपर्न सक्छ, तर पढाउने शैली त एउटै हुनुपर्छ होइन। त्यस्तो गरेर खास पढाउनु पर्ने खासै केही पनि छैन, तर अब कतिपय कुराहरू अलिकति प्रेरित गर्न पनि त्यस्तो भनिएको हुनसक्छ। फेरि सबै कुरालाई नराम्रो रूपमा लिन त मिल्दैन। फडिन सर, तपाईँको हातमा एउटा सेतो छडी छ होइन? हजुर। तपाईँलाई यो छडीको सहायताले चाहिँ के काम गर्न कन्फिडेन्स आउँछ? यो तपाईँको कस्तो साथी हो? विशेष गरी यो चाहिँ धेरै हाम्रो लागि यो धेरै उपयुक्त हो, कम्फर्टेबल हुन्छ यसले चाहिँ। हजुर। किनभने बाटोमा हिँड्दाखेरि जस्तो यसरी यो ट्याक गर्दै हिँडियो होइन, यस्तो 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 गर्दै हिँडिन्छ। अब त्यो हिँड्दाखेरि के हुन्छ भने बाटोमा खाल्टोहरू छ भने, अनि बाटो कुन बाटो कतापट्टि झार छ अथवा बाटोमा कुनै पोलहरू केही बाइक साइक साधनहरू केही छन् भने, सवारी साधनहरू
त्यसमा ठोक्किनेबाट बचाउँछ। ओके, तपाईँले अहिले यो तल ट्याक पार्नुभयो नि, हजुर हजुर। तपाईँले के बुझ्नुहुन्छ यो भुइँ कस्तो छ? यो भुइँ त अब त्यस्तो अब यसमा चाहिँ अब यहाँ अब झार छैन भन्नुभयो नि त, यहाँ त होइन झार छैन, यो ट्याक भनेपछि यो सम्म ठाउँको भुइँ हो भन्ने बुझ्छु। तपाईँ त्यही अनुसार अनि तपाईँहरू हिँड्न सक्नुभयो? हजुर हजुर। ओके, तपाईँ अहिले जुन स्कुलमा पढाउनुहुन्छ हजुर, त्यो स्कुल त धेरै तले बिल्डिङ छ हजुर होइन? अब धेरै विद्यार्थी सङ्ख्या पनि त्यसमा छन् होइन? हजुर। अब त्यहाँ चाहिँ तपाईँ एउटा कक्षा कोठाबाट अर्को कक्षा कोठामा जान, अनि तपाईँ स्टाफ रुममा आउन, तपाईँ वासरुम जान, यो सबै कुरामा चाहिँ तपाईँलाई सहयोगी चाहिन्छ कि तपाईँ आफै गर्न सक्नुहुन्छ त्यो? यो काम भने त म आफै गर्छु। ओके, जान भने त म आफै सक्छु नि, अब यो एक दुईपटक बानी परेपछि त सक्छु, आफै सकिन्छ। जस्तो कुन कोठा चाहिँ कति कक्षा हो भन्ने कुरा चाहिँ त्यो थाहा हुन्छ। थाहा हुन्छ? हजुर, यत्तिकै मेसो पाउनुहुन्छ? हजुर, मेसो पनि होइन, एक दुईपटक चाहिँ अब एक दुईपटक त हेर्न पर्यो। त्यो के हुन्छ, म त गएको 6 वर्ष भयो होइन, 6 वर्षसम्म त त्यो हेरिसकेको हुन्छ नि त। कुनै कुनै कोठाहरू अब आफू चाहिँ नगइराख्ने कोठाहरूमा अलिकति कन्फ्युज हुनसक्छ, त्यसको लागि पनि एक दुईपटक गएपछि सकिन्छ। ओके, अब तपाईँले चाहिँ साना साना बाबु नानीहरूलाई पढाउनुहुन्छ प्राइमरीमा होइन? हजुर। अनि ती बाबु नानीहरू फेरि आँखा देख्ने बाबु नानीहरू हुन्छन्। हजुर। अब तपाईँ बाल्यकालमा जसरी पढ्नुभयो त्यसरी उनीहरूलाई पढाएर हुँदैन। हजुर हजुर। तपाईँले व्हाइट बोर्डमा लेख्नु पर्यो होइन, लेखेर पढाउनु पर्यो, हजुर। अथवा उनीहरू लेखेर पढाएको कुरामा अभ्यस्त हुन्छन् होइन? हजुर। कसरी पढाउनुहुन्छ खास तपाईँको पढाउने टेक्निक चाहिँ के हो? अब मेरो मामिलामा चाहिँ मेरो विद्यालयले मलाई एउटा ल्यापटप र प्रोजेक्टर दिएको छ होइन, त्यो लगेर फिट गरेर मैले पढाउँछु होइन। त्यति भन्ने पनि मेरो चाहिँ भनाइ के छ भने हरेक कक्षामा यस्तो प्रोजेक्टरहरू भयो भने राम्रो हुन्थ्यो। त्यहाँ फिटै गर्ने क्या, त्यहाँ फिट नै गर्ने। ओके, किन अब मैले लाँदाखेरि पनि लान पऱ्यो होइन, फेरि सबै जोड्न पऱ्यो। त्यति गर्दा गर्दै अब के हुन्छ नि 4-5 मिनट त्यहीँ जान्छ, किन त्यहाँ त टाइम हुन्छ, 40-45 मिनटको पिरियड हुन्छ। त्यो क्लासमै भइदियो भने राम्रो हुन्छ। तर अब मेरो मामिलामा चाहिँ त्यस्तो बोर्डमा लेख्नको लागि खासै समस्याहरू छैन। तपाईँ व्हाइट बोर्डमा लेख्नुहुन्छ? हजुर। अब प्रोजेक्टर भइसकेपछि त ल्यापटपमा लेखेपछि जान्छ व्हाइट बोर्डमा। ल्यापटपमा तपाईँ टाइप गर्नुहुन्छ? हजुर। अनि त्यो चाहिँ बाबु नानीहरूले चाहिँ उता स्क्रिनमा हजुर हजुर प्रोजेक्टरमा देख्नुहुन्छ? हजुर। यदि प्रोजेक्टर नहुने हो भने तपाईँलाई पढाउन चाहिँ गाह्रो हुन्छ? त्यो त गाह्रो हुन्छ सर। फरिन सर, थोरै तपाईँको बाल्यकालतिर जाउँ। तपाईँको बुवा आमा आँखा देख्नुहुन्छ कि देख्नुहुन्न? देख्नुहुन्छ। ए अहिले त उहाँहरू हुनुहुन्न। ए हजुर, बित्नु भइसक्यो। ए हजुर। त्यही भएर अनि दाजुभाइ दिदीबहिनी? दाजुहरू हुनुहुन्छ। दाजुहरू हुनुहुन्छ? उहाँहरू आँखा देख्नुहुन्छ? देख्नुहुन्न। ए उहाँहरू पनि देख्नुहुन्न? हजुर। ए भनेको बुवा आमा चाहिँ दुवैजना आँखा देख्नुहुन्थ्यो, हजुर। तपाईँहरू चाहिँ छोराहरू चाहिँ कसैले पनि देख्नु भएन? हजुर हजुर। कसैले पनि एकजना भाइले देख्छ। ए एकजना भाइले देख्नुहुन्छ? हजुर। ओके, आँखा देख्नु र नदेख्नुमा के भिन्नता पाउनुहुन्छ? आँखा नदेख्ने भएको कारणले गर्दा तपाईँको जीवन अप्ठ्यारो भएको फिल हुन्छ र? त्यो चाहिँ त्यति साह्रो अप्ठ्यारो भएको फिल चाहिँ हुँदैन, किनभने कि चाहिँ कस्तो हुनुपर्थ्यो भने पहिला देखेको अब पछि नदेखेको हुन्थ्यो भनेदेखि चाहिँ अलिकति अप्ठ्यारो महसुस हुन्थ्यो होला। बरु अहिले चाहिँ यो पढाउने मामिलामा चाहिँ र पढ्ने मामिलामा पनि क्याम्पसमा पढियो, क्याम्पसमा पढ्दा सबै सँगै बसेर पढियो होइन। कतिपय कुराहरू नोटहरू टिप्न नसक्ने, फटाफट लेखेको फटाफट टिप्न नसकेपछि चाहिँ जस्तो अब अरू साथीहरू भयो चाहिँ नसके पनि जस्तो साथीहरूको नोट मागेर हेर्छन् नि त। हामीले नोट मागेर हुन्छ उसलाई चाहिँ ल भनिदियो नि त यति भनेर सहयोग गरिदियो भनेर सोधेर गर्नु पर्थ्यो। त्यहाँनिर अलिकति दुःख लागेको थियो। अब अहिले चाहिँ हामी टिचिङ गर्दाखेरि के हुन्छ भने हुन त यो राज्यले गर्नुपर्ने व्यवस्था हो होइन। यद्यपि कस्तो हुन्छ भने कक्षामा प्राइमेरी लेभलका त विद्यार्थीहरू त अलिकति साह्रै चल्ने हुन्छन्, चकचक गर्ने नै हुन्छन्। तिनीलाई चकचक नगर भन्दा पनि उनीहरूले खासै गरेर नमान्ने, अथवा माने पनि अब चुप लगाएर बस्यो भने उनीहरूले के गरिरहेका छन् त्यहाँ भनेर चाहिँ अलिकति अब हामीले चाहिँ हेर्न सक्ने कुरो भएन होइन। जस्तो हाम्रो जो 50-48जना विद्यार्थीहरू छन् तिनीलाई प्रत्येकलाई हरेक पटक सुन्न सक्ने कुरो पनि भएन। त्यहाँ मलाई चाहिँ के लागेको भने अहिले पढाउँदै जाने क्रममा एउटा असिस्टेन्स अथवा कक्षामै सिसी क्यामेरा भइदियो भनेदेखि चाहिँ जस्तो असिस्टेन्स भयो भने उसैले हेर्ने कुरो भयो, त्यहाँ हेर्ने हामीले पढाउने कुरो भयो। सिसी क्यामेरा भयो भनेदेखि चाहिँ
अन्य टिचरहरू जुन खाली पिरियड हुन्छ जसको उहाँले पनि हेर्न सक्नुहुन्थ्यो। त्यो दुईटा मध्ये एउटा भए चाहिँ राम्रो हुन्थ्यो भन्ने चाहिँ मेरो। ओके, भनेको पढाउँदाखेरि चाहिँ विद्यार्थीहरू कसले ध्यान दियो, कसले ध्यान दिएन, कसले पढ्यो, कसले पढेन भन्ने कुरा चाहिँ यहाँले थाहा पाउन सक्नु भएन, जसको कारणले गर्दा अलिक जटिल महसुस गर्नुभएको छ। त्यसमा चाहिँ सरकारले यहाँहरूलाई एकजना सहयोगी शिक्षकको व्यवस्था गरिदिने हो भने सजिलो हुन्थ्यो। हजुर। जस्तो अब यहाँलाई चाहिँ यो पढाउने कुरामा विद्यार्थीहरूलाई देख्न पाइएन भन्ने कुरा एउटा कम्प्लिकेसन भयो। अर्को कम्प्लिकेसन त फेरि टिचिङ मटेरियलहरू कतिपय कुरा प्रयोग गरेर पनि अब साना प्राइमरी लेभलको बच्चाबच्चीहरूलाई त त्यो टिचिङ मटेरियलहरू पनि देखाएर पढाउँदाखेरि उनीहरू अझै धेरै बुझ्छन्। तपाईँहरूसँग चाहिँ त्यो प्रोजेक्टर मात्रै नै हुने भयो कि टिचिङ मटेरियल पनि तपाईँहरूका केही तरिकाहरू हुन्छन्? टिचिङ मटेरियल त उही नै हो। टिचिङ मटेरियल जस्तो अब टिचिङ मटेरियल भयो त अति राम्रो, जस्तो होइन मैले तपाईँले भन्नु नि, मैले चाहिँ स्वास्थ्य पढाउँछु। हजुर। जस्तो अब विभिन्न खालको टोयहरू के, जस्तो अब विभिन्न शरीरका अङ्गहरूको टोयजहरू भयो भने अझ सजिलो हुन्छ। नत्र भने त्यो एउटा चाहिँ त्यो भयो भने धेरै राम्रो हुन्छ। नत्र भने त्यो त्यसको लागि चाहिँ के पनि गर्न सकिन्छ, जस्तो चित्रहरू लगेर जस्तो यो पाना यसको चित्र छ भने थाहा भए त त्यहाँ देखाइदियो हुन्छ। तर बाँकी कस्तो कुरो हुन्छ नि त्यहाँ उनीहरूले ध्यान दिए कि दिएनन् भन्ने कुरा चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। त्यो चाहिँ तपाईँलाई एकदम धेरै अप्ठ्यारो महसुस भइरहेछ। ओके, तपाईँ जस्तो कहिलेदेखि चाहिँ तपाईँले थाहा पाउनुभयो कि यो यहाँ भएका अरू मानिसहरूले चाहिँ देख्छन्, मैले चाहिँ नदेखेको रहेछु भनेर चाहिँ तपाईँलाई कति वर्षको हुँदा बल्ल मेसो भयो? मलाई आफूलाई मेसो भएको त ठ्याक्कै यादै त छैन। हजुर। र त तपाईँ त जन्मजातै तपाईँ आँखा देख्नु भएन भनेपछि अरू मान्छेले चाहिँ देख्छन्, मैले चाहिँ नदेख्ने हो भन्ने त सुरुमा त अनुभूति भएन होला? मैले फेरि पहिला कस्तो अलिअलि चाहिँ देख्थेँ त्यति बेला कि। ए ओके। अलिअलि क्या, धेरै होइन। जस्तो रङहरू छुट्याउने, बाटोहरू हिँड्न सक्ने, त्यो चाहिँ थियो। ए कति वर्षसम्म थियो त्यस्तो? त्यो 15-16 वर्षसम्म थियो। ए अनि त्यो कसरी गुम्यो त? त्यो अटोमेटिकल्ली घुम्यो। त रेटिना पिगमेन्टको समस्या भयो भने त्यस्तो हुन्छ नि। त्यो कतिखेर हुने कतिखेर नहुने। त्यसको लागि चाहिँ यहाँ के कतै उपचारमा छैन जानुभयो कि जानु भएन? उपचारमा देखाइयो हस्पिटल सामान्य चाहिँ यस्तो त्यो उपचार खासै छैन, विश्वमै उपचार छैन भनेपछि अब डक्टरहरूले भनेपछि फेरि अन्त पनि खासै अब तिलगङ्गासम्म गइयो। ओके, तिलगङ्गासम्म जानुभयो तर उपचार छैन भन्ने भयो? हजुर। ओके, अहिले चाहिँ जस्तो तपाईँको जस्तो जीविकोपार्जन हुन्छ नि, जस्तो खाना बनाउने कुरा, आफ्नो कपडा आफै धुने कुरादेखि लिएर यी सबै कुराहरू छन् नि, यसलाई कसरी ह्यान्डल गर्नुहुन्छ? खाना बनाउनु त खासै समस्या हुन्न, अलिकति टाइम लागे पनि समस्या हुन्न। मैले पकाएर पनि खाएको हो, खाएँ पनि। कति समय? मैले करिब 1 वर्ष जति नै पकाएर खाएँ। त्यसपछि चाहिँ होइन यस्तो हो, पकाएर खाने कुरामा म पहिला क्याम्पस पढ्थेँ, क्याम्पस पढ्दा पनि कोठामा पकाएर खान्थेँ। अहिले पनि यहाँ सुरुमा बस्दाखेरि चाहिँ 1 वर्ष पकाएर खाएँ। अनि अब पकाएर खान सजिलो भन्दा पनि सजिलो अप्ठ्यारो भन्दा पनि खाना पकाएर खान खासै सहज अप्ठ्यारो हुन्न, खाना पकाएर खान सकिन्छ। तर त्यो भन्दा पनि अलिकति एकजनाले खाना पकाउँदाखेरि अलिकति फालिने होइन हुनाले चाहिँ मैले चाहिँ अहिले चाहिँ बाहिरै खान्छु। अहिले चाहिँ कस्तो फालिने भन्नाले? भनेर खाना रहन्छ नि त, अब गर्मीमा त बिहान खाना बेलुका हुन्न, फालिन्छ, एकातिर फालिन्छ। त्यो खर्चमा बाहिर खाना पाइन्छ भने त्यही खर्च। फेरि स्वास्थ्यको कुरा पनि होला बाहिर खाँदा? त्यो पनि मैले विचार गरेको। त्यो खाँदाखेरि अब मैले अहिले खाने चाहिँ अन्त यो होटलमा होइन, होटलमा झन् महँगो। मैले चाहिँ अहिले चाहिँ प्रहरी चौकीमा खाना खान्छु। प्रहरी चौकीमा त खासै त्यस्तो उता हुन्न, बासी त्यासी भन्ने हुँदैन नि। प्रहरीकोमा खाना खानुहुन्छ? हजुर। त्यो कसरी मिलाउनु भयो? त्यो त कस्तो भने हामी अब त्यहाँ म बस्दाखेरि यताउता हिँडडुल गर्ने यताउता गर्ने गर्दाखेरि चाहिँ उहाँहरूसँग चिनेँ। विशेष गरी हाम्रो विशाल शाही भन्ने एकजना हुनुहुन्थ्यो, हलदार साहब। अहिले उहाँको सरुवा भएर उहाँ सुर्खेततिर जानुभएको छ। उहाँले चाहिँ तपाईँले यसो यहाँ खानुहुन्छ भने ठ्याक्कै तपाईँ टाइममा आउनुहोस्, तपाईँले तिरेको तपाईँले चाहिँ तोकेको पैसा तिर्नुहुन्छ भने यहाँ चाहिँ खानुहोस्, तपाईँले पकाए जति नै करिब पर्छ यहाँ, त्यस्तो त्योभन्दा अझै कम पर्ला भनेर भन्नुभयो। र मलाई पनि ठिकै लाग्यो कि उहाँले भनेको कुरा। त्यसपछि खाइयो। ओके, सरलाई चाहिँ अब क्वालिफिकेसन बढाउने, थप पढ्ने विचार छ कि अब प्राइमरीमै पढाएर बस्ने, के छ भविष्यको योजना चाहिँ के छ? अब भएसम्म त माथि जाने नै हुन्छ नि योजना सर, योजना माथि जाने नै हुन्छ। ओके, अलि अगाडि छ मास्टर लेभल पनि पढ्ने कि भन्ने सोचिरहेको छु मैले। ओके, भनेको अब इङ्ग्लिस नै पढ्ने कि के पढ्ने?
त्यो समस्या के हुन्छ भने हाम्रो फेरि कस्तो हुन्छ भने मेटेरियल अलिक गाह्रो हुन्छ क्या पढ्नको लागि चाहिँ। अब इङ्ग्लिसै पढ्ने हो भने पनि मेटेरियल जुटाउन कति सकिन्छ सम्भव थाहा छैन होइन। मेटेरियल जुटाउन सकियो भने इङ्ग्लिसै पढ्नु पर्ला, नत्र भने अन्य कुनै विषयबाट पनि गर्ने कि भन्ने मेरो योजना छ। अनि विशेष गरी हाम्रो चाहिँ किताब हुन्न क्या क्याम्पस लेभलमा गइसकेपछि नि। अब जस्तो अन्य किताबहरू जस्तो नेपाली भाषाका किताबहरूले चाहिँ सुनेर पनि आफूले ह्यान्डल गर्न सकिने भयो अनि कभर गर्न सकिने भयो। इङ्ग्लिस त भाषै अर्को भाषा जति नै सक्यो भने अब पढेको सुन्ने भने कतिपय एक्सेन्टहरू मिल्दैनन्, कतिपय उच्चारण गरेर स्पेलिङै हेर्न पर्ने हुन्छ हामीलाई। त्यसको लागि फेरि बुकै चाहिन्छ कि त्यो बुकहरू अहिले चाहिँ अभाइलेबल छैन। त्यसलाई चाहिँ आफूलाई जुटाउन सक्ने अवस्था भयो भने त्यही पढ्दा नै हुन्छ, होइन भने अन्य पढ्नुपर्ने हुन्छ। सरले चाहिँ जस्तो एब्रोड स्टडीको बारेमा सोच्नु भएको छ कि छैन, कि तपाईँहरूलाई गाह्रो छ कि के छ? तपाईँ विदेश पढ्न जानका निम्ति एब्रोड स्टडीको बारेमा त अब खासै नेपालबाट त्यस्तो स्टडी नै गर्न गएको त छैनन्। विभिन्न विशेष तालिमहरू बाहेक ठ्याक्कै यहाँबाट कोर्सै पढ्न भन्दा म यहाँका साथीहरूलाई मैले भेटेको चाहिँ छैन। जो अब जस्तो आँखा नदेख्ने साथीहरू मैले चिनेको। अब कि चाहिँ पहिल्यैबाट उहाँ एकजना भेटेको थिएँ मैले, जापानमा बसेको मान्छे भेटेको थिएँ। जापानमा पढाउँदै के अरे स्टडी गरेर अहिले काम गर्छु भनेर भनेको मान्छे भेटेको थिएँ। तर उहाँसँग मैले त्यति राम्रोसँग कुरा गर्न पाइनँ। उहाँले के गर्नुहुन्छ भन्दाखेरि चाहिँ एउटा लाइब्रेरीमा काम गर्छु मैले भन्नुभएको थियो। त्यति राम्रोसँग बसेर कुरा गर्न पाएन, त्यति चाहिँ छैन। ओके, भनेको सरले चाहिँ एब्रोड स्टडीको बारेमा सोचिरहनु भएको चाहिँ छैन। त्यही भएर अहिले चाहिँ त्यस्तो सोचेको छैन। मैले त्यस्तो हुन्छ स्टडी मात्रै गर्नुहुन्न, त्यो अनुसारको जब पनि फेरि पाइन्छ कि पाइन्न त्यो पनि सोच्नु पर्यो नि त। ओके फरिन सर, हजुर तपाईँ सेभिङ पनि गर्नुहुँदो रहेछ, हजुर दारी सारी फाल्नुहुँदो रहेछ होइन? हजुर अब कपाल त बाहिरै काट्नुहुन्छ होला, हामी पनि बाहिरै काट्छौँ होइन? सेभिङ मैले आफै गर्छु सर। आफै दारी काट्नुहुन्छ? हजुर हजुर छामेर? छामेरै गरिन्छ। आज सम्झेले म नकाटिकन आएँ। अलिअलि फुलेछन्, ठिकै छ, केही छैन। कति वर्ष हुनुभयो? के खुलाउनुहुन्न? के खुलाउनु? किन नखुलाउने? ओके, म भयो 38 जति भयो होला। 38 वर्ष हुनुभयो। विवाहबारी छैन सर। गर्नु भएको छैन? हजुर। हाम्रो फडिन सरको मन पर्दो कोही भेट्नु भएन क्या? अब अहिलेसम्म खासै त्यही भनौँ। अब फडिन सर, हजुर, वाट इज लाइफ? के भन्ने लाइफ भनेको त अब के विभिन्न अनुभवहरूको सङ्गालो भन्ने त होला नि। अब अरू त के हुने? तपाईँले जीवनमा कस्ता कस्ता खालका अनुभवहरू सङ्गाल्नु भएको छ? कुनै 3वटा तपाईँका तिता अथवा मिठा अनुभवहरू सुनाइदिनुहोस् न, जुन तपाईँ कहिले बिर्सिन सक्नुहुन्न र जसलाई सङ्गालेका कारणले गर्दा तपाईँले जीवन जिएको महसुस गर्नुभएको छ। अब त्यस्तो ठ्याक्कै यस्तो अनुभव भन्नु त मेरो खासमा त्यस्तो छैन। मिठो पनि त्यस्तो साह्रो, तितो पनि अब अलिअलि त सामान्यतया जाने हुन्छन् होइन। यस्ता कुराहरूलाई अब चाहिँ अब यो त तिता मिठाहरूको सबैका लाइफमा हुन्छ। जस्तो फर इक्जाम्पल तपाईँ पढ्दाखेरिको अनुभव छ होला नि, तपाईँ पढ्दाखेरि तपाईँले गर्नु परेको स्ट्रगलको विषय होला, पढाउँदाखेरि सुरुमा पढाउन आएको बेलाको स्ट्रगल। जस्तो पढ्दाखेरि चाहिँ अब कस्तो भने विशेष गरी स्कुल पढ्दा त खासै समस्या भएन। हजुर। कलेज पढ्दाखेरि चाहिँ अब त्यो अलिकति चाहिँ जस्तो चाहिँ अब त्यही हो न, नोट लेखाउनुहुन्थ्यो सरहरूले, त्यो टिप्दाखेरि नसक्ने अलिक गाह्रो भएर साथीहरूसँग पछि हेल्प लिन पर्दाखेरि हो यो अलिकति समस्या रहेछ कि क्या हो जस्तो मैले एउटा तितो अनुभव त्यो भयो होइन। अब सबै साथीहरूले फेरि भनिदिन्छन् नि भन्ने पनि त होइन हुँदैन। त्यसपछि अनि त्यो भयो के अरे अब पढाउँदाखेरिको भनेको भन्दाखेरि चाहिँ पढाउँदाखेरि भनेको चाहिँ पहिला पनि मैले अब यो यहाँ आउनुभन्दा पहिला 3 वर्ष अगाडि चाहिँ मैले अमरसिंह माविमा यो कम्प्युटर सिकाउँथेँ ब्लाइन्डहरूलाई। ओके। अनि यहाँ आएर पढाउन थाल्दाखेरि चाहिँ सुरुको वर्ष चाहिँ एकदम के विद्यार्थीहरू साह्रै चकचक गर्ने भनेको नभने त्यही त हुन्छ नि। यो जागिर अलिक सुइटेबल लैन्छ के मेरो लागि जस्तो लागेको थियो कि केही समय त्यो पनि लागेको थियो। आत्तिनु भयो। के गर्थे बालबच्चाहरू? त्यही चकचक गर्ने, हल्ला गर्ने, नबोला भन्दा नमान्ने। अनि तपाईँले नदेख्ने कुराको उनीहरूले फाइदा पनि उठाउने। त्यसले गर्दा अलिकति अप्ठ्यारो। जीवन चाहिँ कतिको सङ्घर्षमय छ सरको कि ठिकठाक छ?
अलिअलि त सङ्घर्ष जसलाई पनि हुन्छ र हामीलाई पनि छ नि, त्यो नहुने कुरो होइन होइन। सबैले सङ्घर्ष नै गरेर जीवन जिउने हो। अब हामी पनि म पनि त्यसबाट अछुतो हुने गर्दा भएन। ठिकै छ, ठिकठाकै त भन्ने कस्तो हुन्छ, ठिकठाकै त। परिवारका सदस्यहरूको साथ सपोर्ट कस्तो छ, के छ? त्यो छ, त्यो राम्रै छ। तपाईँहरू मिलेरै काम गर्नुहुन्छ? हजुर हजुर। ओके। चाडबाडमा तपाईँहरू साथी दाजुभाइ सबैजना एकदम भेट हुनुहुन्छ? कहाँ भेट हुनुहुन्छ? उहीँ वीरगञ्ज। वीरगञ्ज? हजुर। ए, वीरगञ्जमा बुवा आमाले बनाउनु भएको घर छ कि? हजुर हजुर। ए, त्यहाँ चाहिँ अहिले को बस्नुहुन्छ त? अहिले भाइ बुहारी बस्नुहुन्छ। जसले आँखा देख्नुहुन्छ? ए, त्यो तपाईँको भाइसँग भेट हुँदा तपाईँहरू आँखा नदेख्ने दाजुहरूलाई चाहिँ भाइको साथ सहयोग यस्तो कस्तो छ? अनि राम्रो छ। अब हामी विशेष गरी अब पढाउने हुनाले चाहिँ अब यहाँ अब खासै अब त्यही हो, जाँदाखेरि राम्रो गर्छन्, त्यही हो। दसैँको टाइममा गइन्छ के अरे होइन। अब हामीले पनि घरमा आवश्यक पर्दा गर्न सक्ने सहयोग गर्न पर्यो होइन। उहाँहरूले पनि राम्रै गर्नुहुन्छ। कमाइ त राम्रै छ होला? कमाइ ठिकै छ। सेभिङ कतिको छ? सेभिङ पनि ठिकै छ सर, त्यति धेरै चाहिँ छैन, ठिकै छ। कति बच्छ सर? जस्तो पोखरामा बसेर बाहिर खाना खाएर भाडामा बसेर होइन? यस्तो बाहिर खाना खायो भने मैले चाहिँ एकदम न्यून मूल्यको खाना खाने हो होइन। हजुर। 4,000 देखि 5,000 रुपियाँको खाना खाने हो बिहान बेलुका गरेर? हजुर। त्यो खर्च भनेर घर खाना पनि लाग्छ हजुर होइन। हजुर। त्यसरी गर्दाखेरि चाहिँ यताउता गरेर त्यो 1500 बच्छ सर अहिलेसम्म हेर्दाखेरि चाहिँ। 15-16 हजार बच्छ। त्यसले तपाईँलाई ठिकै भएको छ? सामान्य जीविका भनौँ न, खानासाना खाएर रुम भाडा तिरेर 1500 वर्ष। कति तिर्नुहुन्छ नि कोठा भाडा? अहिले त 5,000। 5,000? हजुर। बिहान निस्कनुहुन्छ, बेलुका जानुहुन्छ, हजुर। त्यहाँ खाना बनाउनुहुन्न, 5,000 हजुर। कोठा भाडा, 5,000 खाना। हजुर। करिब 5,000 खाना गर्दा 10,000 चाहिँ तपाईँको नेट खर्च छ। नेट खर्च छ। त्यसमा अलिअलि पकेट खर्च हुन्छ। हजुर। जे होस्, टिचिङ गरेर बाँच्न सकिन्छ होइन नेपालमा? राम्रै छ होइन? अब एक्लो जीवन चाहिँ बाँच्न सकिन्छ। अब 2जना पनि कस्तो लाग्छ मलाई भनेदेखि, यसो हिसाब गर्दाखेरि के ओके 2जना यदि भइयो भनेदेखि चाहिँ श्रीमान श्रीमती ठ्याक्कै बाँच्न चाहिँ पुग्छ 2जनालाई, अरू गर्न पुग्दैन। तपाईँ स्थायी हो कि अस्थायी हो? म स्थायी। स्थायी हो? हजुर। ए, भनेपछि जीवन त सेक्योर्ड छ? हजुर हजुर। ढुक्क छ? अहिलेसम्म ठिकै छ, ढुक्कै छ। ओके। सरलाई चाहिँ अब पढाउने काम त गर्नुहुन्छ नै, सँगसँगै तपाईँसँग भएको अरू प्रतिभाहरू चाहिँ के हुन् सर? तपाईँलाई अरू के गर्न आउँछ? अरू प्रतिभा भन्नाले अब मसँग गीत सङ्गीतको प्रतिभा भएन। किनभने अब खासै अब एक्चुअली सिक्न पनि गएको हो। ए हजुर। सिकियो 3 महिनासम्म सामान्य, त्यसको चाहिँ टेक्निकल नलेजहरू लियो। त्यसपछि अब जब चाहिँ अब गीत बजाउने बेला आयो, त्यसपछि चाहिँ नसकेपछि अब यो हाम्रो लागि मेरो लागि रहेनछ भन्नु मैले त्यहाँदेखि छोडेको। अब अरू प्रतिभाहरू भन्नाले सामान्यतया अरू प्रतिभाहरू छैन। जस्तै तपाईँ कविता लेख्नुहुन्छ होला, गजल लेख्नुहुन्छ होला? त्यस्तो मलाई केही पनि छैन सर। गजल, मुक्तक? मुक्तक केही पनि छैन। कविता? छैन सर। केही त्यस्तो गर्नुहुन्न? छैन। तपाईँ एक्लै बस्दा के गरेर बस्नुहुन्छ त? अब कहिले युट्युबहरू हेरिन्छ, कहिले टिकटक हेरिन्छ, कहिले चाहिँ अब विशेष गरी भन्ने सेयर मार्केट पनि हेरिन्छ। ओके, कस्तो मिठो। हजुर। ए ओके, तपाईँ सेयर मार्केटतिर पनि इन्भेस्ट गर्नुहुन्छ? हल्का। कति छ तपाईँको पोर्टफोलियो? अहिले 6 लाख जतिको छ। 6 लाख जतिको पोर्टफोलियो छ? हजुर। कति खुसी हुनुहुन्छ त? अहिले त सेयर मार्केटको अवस्था त दयनीय छ। दयनीय छ। फेरि भने लगानी गर्ने लगानी गर्न पाइन्छ नि त। लगानी गरिरहनु भएको छ? मिलेसम्म गरिरहेको छु मैले। के बुझ्नु भएको छ सर? मलाई थोरै सेयर मार्केट बुझाइदिनुहोस् न। अहिले म लगानी गर्ने सोचमा छु भने लगानी गर्दा हुन्छ? सर त्यो त अहिले चाहिँ तत्काललाई चाहिँ गर्दा हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। किनभने अब बन्ड यो त अलिक घटेको बेला हो नि त। कस्तो कम्पनीहरूमा लगानी गर्दा ठिक हुन्छ? फन्डामेन्टली स्ट्रङ भएको कम्पनीहरूमा लगानी गर्दा राम्रो हुन्छ नि। त्यो भनेको के हो सर? एनपिएल कम भएको होइन। त्यो सबै त मलाई पनि जानकारी भएन। मैले पनि अब युट्युबहरूमा हेरेर
गरेर जस्तो तपाईँले चाहिँ अब नेप्सेमा गएर हेरे पछाडि चाहिँ एउटा कम्पनी हुन्छ, त्यो कम्पनीको अहिलेको करेन्ट किनबेच भइरहेको त्यो मूल्य हुन्छ हजुर र त्यसलाई किन्न अथवा बेच्न तपाईँले आफ्नो ग्याजेटलाई प्रयोग गर्नुपर्ने हुन्छ हजुर होइन? हजुर हजुर त्यो सबै आवाज सुनाउँछ कि तपाईँ कसरी मेसो पाउनुहुन्छ कि सहयोगीको साथ? आवाज सुनाउँछ। ए ओके। जस्तो अब CBBL छ भने CBBL यसको प्रतिकितता यति भनेर भन्छ? हजुर हजुर भन्छ। ए त्यो खालको सफ्टवेयर तपाईँहरूसँग हुन्छ? अनि सफ्टवेयर त एउटै हो, उही जस्तो अरू सफ्टवेयर जस्तो त्यस्तै सफ्टवेयर हो। हजुर हामीसँग एउटा स्क्रिन रिडर सफ्टवेयर भन्ने हुन्छ, हजुर। त्यसले चाहिँ स्क्रिनमा आएको कुराहरू भन्छ। स्क्रिनमा जे ओपन भएको छ त्यो चाहिँ सरेर पढ्छ, हजुर हजुर जसले गर्दा तपाईँले त्यो थाहा पाउनुहुन्छ। हजुर। जस्तो एकचोटि तपाईँको नेप्से ओपन गरेर सुनाइदिनुहोस् न हामीलाई। अब त्यो तपाईँले केही जस्तो नर्मल्ली तपाईँ कसैलाई फोन गर्नु, तपाईँको नजिकको साथीलाई, दिपक सरलाई फोन गर्नुहोस् त, दिपक सुवेदी सरलाई। हुन्छ हुन्छ ल। ल फोन गयो मलाई, उहाँले अघि नै फोन गर्नुभएको, उहाँको नम्बर हान्न परेन है। दिपक सरलाई फोन गयो? हजुर हजुर। मैले दिपक सुवेदी भनेको त सुनिनँ त्यहाँ। होइन, उहाँको नम्बर सेभ नभएको होला चाहिँ यहाँ दिपक सुवेदी भने उहाँको नम्बरै जोसँग छ, त्यही भएर मैले चाहिँ सेभ। तर त्यो नम्बरै त्यहाँ भन्छ भन्नलाई? हजुर हजुर भन्छ। जस्तो अब हजुरको नम्बर ठ्याक्कै भन्नु, अब हजुरको नम्बर भन्नुभयो भने मैले चाहिँ गर्न सक्ने कुरो हुन्छ। तपाईँ त्यहाँ डायल गर्नुहुन्छ सजिलै? हजुर हजुर। ल मेरो नम्बर डायल गर्नुहोस् त। ल 9 भन्नुहोस् न। ओके Google Discover folder, add app folder, phone, row 1, phone, incoming, outgoing call, yes, outgoing, incoming, outgoing, missed call, outgoing today, search button, filter call, phone, contacts tab for selected, recent keypad tab 1 of 3 keypad, ल 9 hash, 8 98 0, 8, 8, अनि 5 5 5, 6 6, 6, 0 0, 0, 3 3, 8 8, 3 3, 1 3, 1, 6 1, 6, 6, call button, 9 unmade ओके call फोन button, गर्नु पऱ्यो नि सर, त्यो मैले बुझेँ। ओके। तपाईँ त्यसरी सुनेर काम गर्नुहुन्छ हजुर हजुर सबै। अनि तपाईँ युट्युब हेर्ने भन्ने जस्तो पार्ट चाहिँ हजुर। columns, तपाईँ कसरी सर्च गर्नुहुन्छ त? युट्युबमा यही चिज हेर्न मन लाग्यो भनेर सर्च बारमा गएर तपाईँ टाइप गर्नुहुन्छ? हो हजुर। युट्युब आयो भने त्यो युट्युब भन्छ? युट्युबमा युट्युब भन्छ, त्यसको सर्चमा गएर सर्च गर्ने के हेर्नु मन लाग्यो। सबभन्दा धेरै के हेर्नुहुन्छ सर युट्युबमा अन्तर्वार्ताहरू पनि हेर्छु कहिले काहीँ होइन। कहिले यस्तो अहिले चाहिँ रिसेन्टली कुनै यस्तो घटनाहरू छ भने त्यस्तो घटनाहरू हेरिन्छ होइन। अनि गएर सेयर मार्केट सम्बन्धी हेरिन्छ, त्यस्तै हो सर। ओके सरले म हेर्छु भन्नुभयो होइन? अब त्यो त हेर्ने, त्यो सुन्ने नि भयो मैले त होइन। ए हजुर। भन्दाखेरि चाहिँ हेर्ने भनिन्छ नि त, टेलिभिजन सुन्ने होइन नि त, हेर्ने नि त। तर तपाईँले सुन्न चाहिँ सुन्ने नै हो? हजुर। त्यो टेलिभिजनमा बोलिरहेको व्यक्ति चाहिँ यस्तो खालको हुलियाको छ, यस्तो खालको लगाएको छ कपडा भन्ने पनि अनुमान गर्नुहुन्छ यहाँहरू? छैन सर, त्यो त छैन। मलाई केही अनुमान गर्नुहुन्छ? जस्तो म छैन, हजुरको कस्तो छ के छ त्यो थाहा भएन सर। कस्तो छु होला म? त्यो थाहा भन्छ, तपाईँको ठ्याक्कै हेर्ने कुरो त छैन सर, हेरेर भन्न सकिँदैन। जस्तो छोरेपाटनका हेड सर चाहिँ कस्तो शरीरको हुनुहुन्छ? मोटो, उहाँ त मोटै हुनुहुन्छ उहाँ त। हजुर। उहाँसँग त म हिँडिरहेको छु नि त फेरि। ए त्यसो भने अब तपाईँसँग त म त्यसरी हिँडेको छैन, यस्तो टच पनि गरेको छैन, थाहा हुँदैन। त्यस्तो थाहा हुँदैन। हजुर। फडिन सर, तपाईँसँग भएका केही जीवनका सङ्घर्षका त्यस्ता केही कथाहरू छन् भने सुनाइदिनुहोस्, कि तपाईँले भोगेका केही गतिविधिहरू छन् भने सुनाइदिनुहोस्, कि अरू आँखा नदेख्ने साथीहरूले चाहिँ तपाईँको यो कुरा सुनेर उनीहरूले धेरै केही प्रेरणा पनि पाउन् र केही उनीहरूलाई जिउन पनि सजिलो होस्। अरू त मेरो छैन। हजुर। विशेष गरी मैले चाहिँ यो ब्याचलर सकेपछि जागिरको खोजीमा लागेँ। खोज्दाखेरि चाहिँ मैले 4-5 पटकसम्म चाहिँ इन्टरभ्यू दिएँ होइन, जागिरमा जस अप्लाई गरेँ, तर मेरो सक्सेस भएन। इभन 6-7 पटकै भयो होला सायद। ओके। अनि इभन थाइमा पनि मैले 2 पटक दिएँ कि सायद, त्यसपछि बल्ल निस्केको। अनि त्यही भएर म के हुन्छ यो सङ्घर्ष भनेको चाहिँ कहिलेकाहीँ
मान्छेले अब यस गर्दाखेरि एक दुई पटकमा सफल भइएन भने होइन निराश हुनु हुँदैन होइन निरन्तर प्रयास गर्नुपर्छ त्यो सँगसँगै अन्य कुराहरू पनि खोजी गर्नुपर्छ भन्ने चाहिँ मैले भन्न चाहन्छु। ओके, यो समाजले चाहिँ अब बाहिर औपचारिक रूपमा भन्ने बेलामा कुरा गर्ने बेलामा चाहिँ अब फरक क्षमता भएकाहरूलाई पनि उच्च सम्मान र समान अवसर प्रदान गर्ने भन्ने कुरा त छ होइन भनिन्छ। के महसुस गर्नुहुन्छ यो सोसाइटीले चाहिँ तपाईँहरूलाई कतिको समान अवसर प्रदान गर्छ, कति सजिलो छ तपाईँहरूलाई? अब त्यसको लागि चाहिँ केही मात्रामा अहिले चाहिँ केही मात्रामा अहिले कोसिस भएको देखिन्छ। जस्तो बाटोहरूमा पनि यस्तो अहिले चाहिँ ब्लाइन्ड फ्रेन्डली बाटो बनाउँदै गरेको देखिन्छ नगरपालिकाले। ओके होइन अब त्यस्तो अब अलिअलि चाहिँ मान्छेमा त स्वाभाविक हो, नि त स्वाभाविक हो। सकेसम्म हामीले चाहिँ माग्यौँ भने यहाँ पोखराको मामिलामा माग्यौँ भन्दा सहयोग माग्यौँ भने ओके सकेसम्म मैले चाहिँ गरेकै मैले पाएको छु। अब कहीँ कहीँ चाहिँ म त्यस्तो कुनै अब कार्यालयहरूमा त गएन म कुनै सङ्घ संस्थाको तर्फबाट कुनै जस्तो कोठा नै पाउन तपाईँलाई कतिको सजिलो अप्ठ्यारो के भयो? अब कोठा पाउनु चाहिँ अलिकति गाह्रो चाहिँ गाह्रै भएको हो। ओके, किनभने अब सुरुमा पाउँदाखेरि चाहिँ तपाईँले गर्न सक्नुहुन्न, के गर्नुहुन्छ कसरी गर्नुहुन्छ भन्ने कुरा गर्नुभयो। मैले चाहिँ गर्न सक्छु भनेर एउटा गरेर भनेर मैले चाहिँ लिएको हो। कोठा पाउनु चाहिँ अलिकति गाह्रो छ। त्यो चाहिँ अब उनीहरूलाई कतिवटा जति घर यहाँले चाहिँ? मैले सुरुमा चाहिँ लगभग 10-12-15 घर गरेँ। हजुर चार हेर्नु भने कोठा खाली भएकै घरमा पनि तपाईँलाई कोठा दिइएन? दिए कोठा खाली अब त्यो चाहिँ मलाई थाहा भएन। त्यो त्यति बेला के भयो भने त्यति बेला चाहिँ म उता अमरसिंहतिर बस्थेँ। म आफै एक्लै कोठा खोज्न आएको बेला त परेको थियो। एक ठाउँमा चाहिँ मैले कोठा खाली हुँदा पनि मैले कोठा नपाएको चाहिँ हो मैले थाहा पाएको छु भन्नु पऱ्यो नि त। डेभिसफल साइडतिर 2टा कोठा थिए। अब त्यही 2टा कोठा भने लिनै पर्यो भनेर भनेको उहाँको श्रीमती हुनुहुन्थ्यो। अनि उहाँले चाहिँ हुन्छ म तपाईँलाई बोलाउँछु, मेरो हस्बेन्डलाई सोध्नुपर्छ भन्नुभयो। ठिकै छ भनेर गयो। त्यसपछि नम्बर लिएर गएको थिएँ मैले। पछि फोन गर्दा उठाउनु भएन फोन उहाँले। अनि पछि चाहिँ कोठा पाइयो एक ठाउँमा। त्यसपछि पनि म 2टा कोठा सरेँ। त्यसपछि फेरि एउटा हाम्रो सहरकोमा सरेको थिएँ। एकजना पहिला हाम्रो स्कुल पढाउँदै गरेको सहरकोमा सरेको थिएँ। त्यहाँ अलिकति अप्ठ्यारो भयो मलाई आउनु जान। ओके, त्यो अहिले स्कुलको नजिकै सरेको छु। के भन्छन् घरबेटीहरू घर कोठा माग्न जाँदा चाहिँ? विशेष गरी मैले सुनेको चाहिँ तपाईँहरू सफा गर्न सक्नुहुन्न भन्ने कुरो हुन्छ। तर सक्न चाहिँ सक्नुहुन्छ तपाईँहरू सफा गर्न? सकिन्छ कोठा सफा गर्न। अलिकति टाइम त लाग्छ नि सफा गर्न नसक्ने। कोठा फोहोर भयो भन्ने कुरा पनि थाहा पाउनुहुन्छ? त्यो त धुलोहरू हुन्छ नि सर, धुलोहरू लागेको हुन्छ। धुलोहरू भयो सबै कोठा फोहोर भयो। धुलो उड्यो भने चाहिँ थाहा पाउनुहुन्छ? यहाँ धुलो भुइँमा भयो भने पनि होइन अब स्वाभाविक रूपमा पनि कस्तो भने कोठा अब फोहोर त भइ नै हाल्छ। ओके, सामान्यतया जस्तो केही गरिएको छैन भने पनि आज बढाएर कोठा भोलि आएर बढाएर चाहिँ फेरि पनि त्यहाँ धुला हुन्छ क्या हुन्छ। अनि त्यो बढार्दा पनि जस्तो तपाईँले मैले यति बेला खाटामुनि बढारेँ, यो कुनामा बढारेँ भन्ने थाहा हुन्छ, मेसो पाउनुहुन्छ? त्यो थाहा पाइन्छ। ओके, भनेको त नछोडिकन फोहोर नछोडिकन बढार्ने काम पनि गर्नुहुन्छ? गरिन्छ। ओके, हस् फडिन सर, तपाईँसँग यिनै खालका कुराकानी गरौँ भन्ने थियो। हुन्छ, मलाई यो पोडकास्टमा आएर बोल्ने अवसर दिनुभयो, मेरो आफ्ना अनुभवहरू सेयर गर्ने अवसर दिनुभयो, यसका लागि म अत्यन्त आभारी छु। तपाईँको जुन अहिलेको जुन अवस्था छ, तपाईँ जसरी काम गरिरहनु भएको छ होइन, तपाईँ जस्तै शारीरिक अवस्था भएका फरक क्षमता भएका सबै नेपालीहरूलाई चाहिँ खास सरकारले चाहिँ कस्तो व्यवस्था गरिदिए हुन्थ्यो, कस्तो खालको माहौल बनेदेखि तपाईँहरूलाई अझै सजिलो हुन्थ्यो, के महसुस हुन्छ? अब सरकारले त के व्यवस्था गर्ने भन्दा सबैलाई विशेष गरी रोजगारीको प्रबन्ध गरेर राम्रो हुन्थ्यो। केही न केही रोजगारीमा इन्भल्भ गरिदिएदेखि राम्रो हुन्थ्यो भन्ने लाग्छ होइन। अब हामीलाई त अब ट्याक्कै अब मेरो लागि नै भन्दाखेरि चाहिँ मैले अघि नै भनिहालेँ र असिस्टेन्ट अथवा सिसी क्यामेरा पढाउने मामिलामा त्यो भएदेखि राम्रो हुन्थ्यो भने अब रोजगारी नै प्रबन्ध गर्न नसकेको अवस्था त्यो त खै के होला र। त्यही पनि अहिले तत्काललाई चाहिँ अब विशेष गरी चाहिँ एउटा कम्ती केही न केही रोजगारीको प्रबन्ध गर्न सकेदेखि राम्रो हुन्थ्यो होइन। जस्तो अहिले पनि देखिन्छ नि त सडकमा कतिपय गीत गाएर मागेर हुनुहुन्छ नि त साथीहरू।
उहाँहरूले रोजगार नपाएरै होला सायद हुनै त्यही मह्म। रोजगारीको व्यवस्था भए नै अब त्यो राम्रो हुन्थ्यो होला जस्तो लाग्छ। ओके जे होस् क्षमता अनुसारको अँ, रोजगारी प्राप्त भएदेखि चाहिँ राम्रो हुन्थ्यो भन्ने चाहिँ छ। हजुर। तपाईँहरूको यस्तो सङ्गठन सङ्घ संस्था छ कि छैन, के छ? एउटा नेत्रहीन सङ्घ भन्ने छ, हजुर। त्यसमा त्यही छ अहिले चाहिँ। त्यसमा तपाईँ आबद्ध हुनुहुन्छ? हजुर। त्यसको के हुनुहुन्छ नि तपाईँ? अर्को म साधारण सदस्य हो। ए साधारण सदस्य मात्रै। के काम गर्छ त्यो संस्थाले? त्यसले अब सामान्यतया त्यसले बस भनौँ न अलिक सामान्यतया के हो भने त्यसले गर्ने काम भनेको चाहिँ यस्ता हामी सम्बन्धी चाहिँ यस्ता दृष्टिबिन सम्बन्धी नीतिहरूमा सरकारसँग चाहिँ सरकारलाई समन्वय गर्ने त्यस्ता नीतिहरू बनाउन पहल गर्ने काम गर्छ। ओके, हस् फडिन सर, समयका निम्ति र संवादका निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद छ। हस्, थ्याङ्क यू। हस्, थ्याङ्क यू।